Hi everyone, सबैले नमस्ते सबैजनालाई वेलकम ब्याक माई सुजिता चाम्लिङ भ्लग एन्ड आज चाहिँ म चाहिँ माइत घर आइरहेको छु। यहाँबाट चाहिँ मेरो घर होइन, यो चाहिँ गोठहरू, यो सुँगुर खोरहरू। यहाँबाट चाहिँ तपाईँहरू देख्नुहुन्छ धुप्पी हो, यो सेतो सेतो चाहिँ चाँपहरू फुलेको हो। अनि म चाहिँ यहाँ गुराँस फुलेको तपाईँहरूलाई देखाउँदैछु, गुराँस फुलेको तपाईँहरूलाई देखाउँदैछु। ल यसो पर्खिनुहोस् है, यो यस्तो मजाले गुराँसहरू फुलिरहेको छ। वाउ वाउ गुराँस हो, यति बेसी चाहिँ उयो चरा उयो रहेछ, चरा गुराँसको रस खाँदै रहेछ चराले चाहिँ फुलको। हेर्नुहोस् त कस्तो मजाले फुलेको छ। यहाँ चाहिँ गुराँसहरू हो, यसरी फुलेको छ। यहाँ चाहिँ गुराँस, यहाँ माथि माथि पनि फुलेको छ सानो सानो बोटले। यहाँ चाहिँ त्यो मसिनोले चाहिँ 2-3 थुङ्गा फुलेको रहेछ। यहाँ चाहिँ पुरा फुलेको छ है हो। यस्तो छ मेरो माइत घरको नजारा चाहिँ। 1-2 दिन भयो पानी परेको छ हो, धुम्मै दिन, एकदमै जाडो दिन छ। सो म चाहिँ यतिकै बसिरहेको छु। म चाहिँ स्ट्रङ हो नि त, म तपाईँहरूलाई हाम्रो यहाँ के देखाउँदैछु, देख्नुभयो नि चुवाचे हो। अनि अर्को पनि छ, यहाँ चाहिँ अर्को चाहिँ यहाँ चाहिँ अलैँची बगान डल्लै हाम्रो हो। यहाँ चाहिँ हाम्रो सुँगुर, यो चाहिँ माउ हो, कत्रो ठुलो छ हो बिहाउने। यहाँ चाहिँ आमा चाहिँ सुँगुर चारो दिनु जाँदैछ पर पाठालाई। अनि यो चाहिँ हाम्रो दाउरा चाहिँ यसरी काट्छ है हाम्रोतिर चाहिँ हो, ढुकुहरू राख्छ। यहाँ चाहिँ सुँगुर चारो पकाउने हो, हाम्रो टिङ्कुली। यहाँ चाहिँ हाम्रो भट्टी सुँगुर चारोहरू पकाउने। यहाँ चाहिँ छ कुखुरा खोर, यहाँ चाहिँ हाम्रो अलैँची सुकाउने भट्टी। यस्तो हुन्छ है, अहिले चाहिँ अलैँची सुकाएर चाहिँ राखेको हो। अनि हाम्रो खाना बनाउने किचन चाहिँ यो हो किचन। खानाहरू यहाँ बनाउँछ, हामी भुकारीमै बनाउँछ। यहीँ धारा छ र यहाँ सुविधा हुन्छ र यहाँ चाहिँ तातो हुन्छ, आगो ताप्दै बनाउनु मजा आउँछ हो। हाम्रो खास किचन चाहिँ यहाँ छ। यो चाहिँ हाम्रो खास किचन चाहिँ यस्तो छ हो। यो हामी चाहिँ यहाँ चाहिँ खानाहरू बेसी बनाउँदैन, किनकि ग्यासमा चिसो हुन्छ, भुइँ सिमेन्टको छ, त्यही भएर चाहिँ पुरा चिसो हुन्छ नि त। त्यही भएर चाहिँ हामी चाहिँ यहाँ चाहिँ खाना बनाउँदैन, परै हामी चाहिँ कटेरोमै बनाउँछौँ हो। यहाँ चाहिँ हाम्रो रुमहरू हो। तपाईँलाई म आज के देखाउँछु होइन, हाम्रोतिर एजेलिया चाहिँ यस्तो मजाले फुलिरहेको छ। एजेलिया एकदमै मजाले फुलिरहेको छ। यता चाहिँ एजेलिया फुलहरू चाहिँ देख्नुभयो नि। यता माथि पनि यो फुल चाहिँ आमाले हप्तै पछि बेच्छ। यहाँको फुल चाहिँ, यो फुल चाहिँ पुरा बिक्री हुन्छ, कट फ्लावर हो। अन्त यहाँ पनि एजेलिया चाहिँ बहुत छ है। यो त मैले पहिला पनि देखाएको तपाईँहरूलाई है, आज पनि देखाउँदैछु। यहाँ पर चाहिँ फुलहरू, यो चाहिँ हाम्रो कुवाहरू, माछा कुवाहरू। पहिला पनि कतिजनाले मेरो भिडियो हेर्नेले त देखिसकेको छ है। यो माछा कुवाहरू, माछाहरू पुरा हुन्छ नि त। यहाँ चाहिँ अहिलेदेखिको माछा होइन, यो रातो माछाहरू हामी मसिनो हुँदाखेरिदेखिकै हो। यहाँ चाहिँ हाम्रो धोपी डाँडा दामी छ। यहाँ माथि चाहिँ म गएको बेला तपाईँहरूलाई देखाउँछु है। यहाँ माथि चाहिँ हाम्रो गोठ बनाउँदैछ ल। यहाँ माथि चाहिँ हाम्रो गोठ बनाउँदैछ, यहाँ माथि चाहिँ हो गाई गोठ। दिन त यस्तै छ, एकदम धुमिरहेको छ दिन, एकदमै जाडो दिन भइरहेको छ। तर भए पनि म चाहिँ स्वेटर लगाएको छुइनँ। आछु कस्तो हावापानी सुरु चल्दैछ हो। तपाईँहरूलाई एउटा चिज देखाउँछु ल। यो चाहिँ हो पाखानी बेत, कस्तो मजाले फुल पनि फुल्छ। यो पाखानी बेत भन्छ होइन। कतिजनालाई त यसको दबाई के हो याद छ होला है।
भनिदिउँ